सबैमा नमस्कार। आज 2025 मे 9 को दिन हामी सदा झैँ सपरिवार भएर घुम्न निस्किँदैछौँ। निस्किने क्रम अगाडि बढ्दैछ। हाम्रो प्रिन्सुलाई फुलहरूसँगै अगाडि खेल्न मन लागेको छ र हाम्रो यात्रा अगाडि बढिरहेको छ। हामी यति बेला स्टेसन नजिक आइपुगेका छौँ। ट्रेनको यात्राको लागि हामी स्टेसन नजिकै आयौँ। मम्मी ड्याडी रमाइरहनु भएको देख्न सकिन्छ। हामी प्रिन्सु भने फुलसँग रमाइरहेकी छिन्। बाटोदेखि नै फुललाई चाहिँ अँगाल्दै अगाडि बढिरहेकी छन् भने ड्याडी मम्मी सँगै हामी चाहिँ ट्रेनको यात्रामा अगाडि बढ्दैछौँ र हाम्रो चाहिँ यात्रा चाहिँ ट्रेनको यात्रा सकिएसँगै हामी चाहिँ लिफ्ट प्रयोग गरी अगाडि बढ्दैछौँ। ड्याडी मम्मी लिफ्टमै हुनुहुन्छ भने हाम्रो यात्रा अगाडि बढ्दा हाम्रो नयाँ साथी अर्जुनलाई भेटेका छौँ। हामी अर्जुनसँगै अगाडि बढ्यौँ। अर्जुनले चाहिँ हामीलाई बाटो देखाउँदै अगाडि बढिरहेका छन्। हामी चाहिँ बाटोमा मिठा गफ गर्दै गाउँघरका रमाइला कुरा गर्दै हाम्रो नेपालमा यस्तो भन्दै जापान चाहिँ यस्तो भयो भन्दै कुरा गर्दै अगाडि बढिरहेका छौँ। मम्मी चाहिँ नयाँ ठाउँमा जान नयाँ ठाउँमा घुम्नको लागि चाहिँ एकदम उत्साहित हुनुहुन्छ। ड्याडी मम्मी दुवैजना उत्साहितसँग सबैजना रमाइलो गर्दै अगाडि बढ्दैछौँ। हाम्रो यात्रा चाहिँ अगाडि बढ्ने क्रममा यहाँ नयाँ सौन्दर्य देख्न सकिन्छ। प्राकृतिक सौन्दर्यले चाहिँ भरिपूर्ण देख्न सक्छौँ। सँगै मानव निर्मित अग्ला घरहरू पनि देख्न सकिन्छ र सँगै हाम्रो ड्याडीलाई चाहिँ एउटा भिडियो यसो गर्दैन भनेर भिडियो गर्दै हुनुहुन्छ भने ड्याडी पनि मन्द मुस्कानका साथ पेङ्गुइनसँगै भिडियोमा देख्न सक्छौँ हामी। र ड्याडीलाई चाहिँ घर पनि हेर्न मन लागेको छ यहाँ र कति ठुलो अग्लो घर भन्ने देखाउँदै हुनुहुन्छ भने हाम्रो चाहिँ अब चाहिँ यहाँबाट चाहिँ हाम्रो यात्रा चाहिँ एक्वेरियममा हुनेछ। एक्वेरियमको लागि चाहिँ हामी टिकटको लागि भाउजू अगाडि बढिरहनु भएको छ र भाउजूले चाहिँ एक्वेरियमको टिकट पनि लिएर आइसक्नु भयो र हामी चाहिँ हाम्रो चाहिँ प्रवेश एक्वेरियमभित्र चाहिँ हुनेछ। अब है एक्वेरियमको स्टार्टिङ भयो र सुरुबाटै नै एकदमै अचम्म लाग्दो एक्वेरियमहरू हेर्न सकिन्छ। हामीले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सबैजना। यहाँ हेर्नुहोस्, अचम्म मानव निर्मित तर प्राकृतिक जस्तो बनाएर राखेको छ यो जापानले चाहिँ। जापान साँच्चीकै जापानै रहेछ, हेर्न सकिन्छ। मानिसको अनुहारबाट पनि चमकबाटै देख्न सक्नुहुन्छ कति सुन्दर बनाएको छ होला भनेर हामी चाहिँ यहाँ देख्न सक्छौँ। ल हेर्नुहोस्, माछाहरूको रङ्गी माछाहरू एउटै लाइनमा हिँडिरहेको देख्न सकिन्छ। हेर्दा पनि यस्तो आनन्द आउनेवाला, माइन्ड नै फ्रेस बनाउने खालका माछाहरू हेर्दा एकदमै रमाइलो लाग्नेछ। हामी यही नजिकबाट हेर्दा पनि यस्तै आनन्द आउँछ भने हजुरहरू भिडियो हेर्नेलाई पनि आनन्द आउन सक्छ। देख्न सक्नुहुन्छ हजुरहरू एकदमै मनमोहक दृश्यहरू यहाँ भित्र देख्न सकिन्छ। हामी यहाँ तपाईँहरू पनि देख्न सक्नुहुन्छ। हेर्नुहोस्, रङ्गी कछुवा पनि देख्न सकिन्छ। यहाँनिर हाम्रो एउटा चरा पनि रहेछ है। सँगै हामी अगाडि बढिरहेका छौँ सबैजना। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ माछा, बाम माछा होला सायद। हाम्रो घरतिर भैँसीहरूले पाउर लगाएर चाहिँ यसले पाउर लाएर बसिरहेको छ। ल हेर्नुहोस्, मुखमा के राखेको चबाइरह र सँगै मम्मीलाई र प्रिन्सुलाई पनि यहाँ फोटो भिडियो गर्न मन लाग्यो अरे र ड्याडी पनि अवलोकन गर्दै अगाडि बढिरहनु भएको छ। यहाँ हेर्न सकिन्छ फेरि नयाँ अर्को माछा। यसभित्र चाहिँ पुरै माछाहरू सर्कलमा घुमिएको देख्न सकिन्छ। पानी घुमेको कारणले चाहिँ यो माछाहरू सर्कलमा घुमेको होला भन्ने हामीले अनुमान गर्न सकिन्छ। हेर्न सकिन्छ यस्तो रमाइलो छ। यहाँ प्रत्यक्ष हेर्न पाउँदा झन् एकदमै आनन्द आउने छ। यहाँनिर देख्न सकिन्छ माछाहरूको लहरहरू पुरै सँगै हिँडेको। यहाँ चाहिँ माछालाई दाना खुवाएको देख्न सकिन्छ। यहाँ चाहिँ हाम्रो ठुलो एक्वेरियममा आयौँ अहिले चाहिँ। यहाँनिर चाहिँ यसभित्र चाहिँ मान्छे पनि यहाँभित्र चाहिँ हुँदो रहेछ। सँगै कछुवाहरू दुईवटा यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले, ठुला कछुवाहरू। यति ठुलो कछुवा चाहिँ म चाहिँ पहिलोपटक मात्र देखे हो। अहिलेसम्म यति ठुलो कछुवाहरू देख्न सकेको थिएन। र सँगै अब हाम्रो यहाँ चाहिँ नयाँ डिजाइनमा माथिबाट पानी तल झरिरहेको छ यहाँ देख्न सकिन्छ।
यहाँबाट पानीहरू हेर्न सक्नुहुन्छ, एकदमै मनमोहक। यहाँ हेर्दाखेरि अझ मजा आउनेछ नजिकैबाट। तर यसमा चाहिँ हल्का कस्तो आउँछ अब हजुरहरूले अनुमान लगाउनुहोस्। यहाँबाट पानी गएपछि फेरि त्यही माथि नै पानी माथि जाँदो रहेछ, एकदम इन्जोयफुल। र हाम्रो चाहिँ यता चाहिँ अक्टोपस, हजुरहरूले सुनिरहनुको नाम अक्टोपस। यो चाहिँ यसको चाहिँ आँखा मात्र देख्न सकिन्छ, खुट्टा कहाँ हो, यसको पेट कहाँनिर छ, कान कहाँ छ, मुख कहाँनिर, टाउको कहाँ हो भन्ने कुरो हामीले छुट्याउन एकदमै गाह्रो हुँदो रहेछ। आँखा चाहिँ देखिन सकिन्छ, आँखा बाहेक अरू चाहिँ सबै शरीर उस्तै लाग्दछ हामीलाई। यो चाहिँ फुटबलको वर्ल्ड कपमा चाहिँ यसले नै वार्छ भनेर हाम्रो प्रेडिक्सन गरेको थियो। र सँगै हामी अब अगाडि बढेछौँ माछाहरू हेर्दै। ओहो, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले, एकदमै रङ्गी बिरङ्गी माछाहरू जादुमय तरिकाले खेलिरहेका छन्। हेर्दा नै आनन्द आउने खाले छ। माछाहरूको लहर हेर्न सक्नुहुन्छ, सबै एउटै हुलमा अगाडि बढिरहेका छन्, देख्न सकिन्छ। एकदमै रमाइलोसँगै ड्याडी मम्मीहरूले फेरि अर्को भिडियो एउटा गरौँ, फोटो खिचौँ भनेर यहाँ चाहिँ फोटो खिचेर भने म अनुसारले अगाडि बढ्यौँ। सँगै हामी यहाँ देख्न सकिन्छ हजुरहरूले, यहाँ चाहिँ माछालाई दाना खुवाउँदै हुनुहुन्छ। एउटा जापानिज दिदीले चाहिँ माछा खुवाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँनिर चाहिँ एकदमै रमाइलो दृश्य यो नै हामीले चाहिँ यहाँ चाहिँ एकदमै राम्रो दृश्य देख्न सक्यौँ। उहाँ चाहिँ माछा खुवाउनु भएको छ, हामीलाई चाहिँ हाई गर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ हजुरहरू पनि। हाई हाई भन्नुभएको छ हामीलाई। माछाले चाहिँ एकदम दाना खानको लागि चाहिँ हामीले गाउँघरमा बाख्रा पाठा घाँस खान आउनलाई जस्तो गर्छन् त्यस्तै गरेर दिदीलाई चाहिँ माछाहरूले साह्रै हैरान पारेका छन्। हाम्रो मम्मी पनि नजिकैबाट हेर्न पाउँदा एकदमै आनन्दित हुनुभएको छ। सबै घरतिरको सबै कुराहरू बिर्सेर यहाँको चाहिँ मनमोहक दृश्यहरू हेर्दै आनन्द लिनुभएको छ। सबै कुरा, मनका पीर व्यथाहरू, सबै कुराहरू भुलाइदिने दृश्यहरू यहाँ देख्न सकिन्छ। मानिस पनि माछा चाहिँ खेलिरहनु भएको छ भित्र, माछालाई दाना खुवाउँदै अगाडि बढ्दै गर्नुभएको छ। यो चाहिँ एकदमै हाम्रो लागि एकदमै नयाँ नै दृश्य हो। यो चाहिँ हेर्न पनि एकदमै आनन्द आउने, माछालाई दाना खुवाउँदै अगाडि बढ्दै गरिरहनु भएको छ। यहाँनिर हामीलाई हाई भर्दै अगाडि बढ्ने क्रम हाम्रो चाहिँ जारी छ। साँच्चीकै एक्वेरियम, अचम्म लाग्दो एक्वेरियम, यति ठुलो सायद हामीले कहीँ देखेकै थिएनौँ अहिलेसम्म। हाम्रो लागि सबै कुराहरू नयाँ नौलो नै लागिरहेको छ। माछाहरू पनि खानको लागि एकदम अगाडि उहाँको नजिक आइरहेका छन्। उहाँले माछालाई दाना छोडिदिनु भएको छ। यो अगाएको भएर यसले खाएन सायद, त्यही भन्नु पऱ्यो हामीले। अब यहाँ देख्न सकिन्छ माछाहरू नजिक आएको, एकदमै लोभलाग्दो दृश्य देख्न सकिन्छ। हेर्न सक्नुहुन्छ हजुरहरू। ल हेर्नु, माछा पनि छाता जस्तो छ यसो हेर्दाखेरि नि। माछाहरू वरिपरिबाट घुमिरहेका छन्, हेर्दै लोभलाग्दो हेर्न सकिन्छ। माछाहरू जस्तै मानिस पनि त्यसै गरेर खेलेको देख्न सकिन्छ। त्यहाँनिर माछाहरू कति छ यहाँनिर, धेरै नै माछा छ। सँगै हामी अब यहाँ चाहिँ पुरै पानी नै पानीभित्रबाट चाहिँ हाम्रो चारैतिर पानी देख्न सकिन्छ। यो एरियामा सबैतिर पानी छ। हामी चाहिँ भित्रबाट एउटा सानो गुफा जस्तो छ, मानिस मात्र अटाउने, त्यहाँबाट हामीले चारैतिरबाट वरिपरि पानी नै पानी छ। र सँगै पानीमा माछाहरू पनि देख्न सक्छौँ, कछुवाहरू छन्। मम्मी ड्याडीहरूलाई चाहिँ एकदमै यहाँनिर आनन्द आइरहेको थियो। र हाम्रो चाहिँ अब नयाँ ठाउँ, यहाँ चाहिँ हाम्रो एकदमै रमाइलो देख्न सक्नुहुन्छ हजुरहरू। यहाँ माछा, यो चाहिँ एकदमै नयाँ ठाउँ हाम्रो लागि, यो नयाँ एकदमै नयाँ अनुभव हो, देख्न सकिन्छ। यो मानिसको इसारामा जसो गर त्यसै गर्दो रहेछ, हेर्न सकिन्छ। रमाइरहेको छ, पौडी खेलिरहेका छन्।
जे भनौँ त्यही मान्ने यिनीहरू। हामी चाहिँ अब यहाँनिर चाहिँ यिनीहरू जे भनौँ त्यही गर्छन्। अब हेर्न सकिन्छ हामी यहाँ चाहिँ हाम्रो चाहिँ एकदमै रमाइलो दृश्य यो देख्न सकिन्छ। हामी चाहिँ फरक दृश्य चाहिँ यिनीहरू चाहिँ जे भन्दा माने त्यहाँ बिचबाट यसरी ल हेर्नुहोस्, एकदमै रमाइलो भइरहेको छ हामीलाई हेर्नलाई। म्युजिक साथ अगाडि माछाहरू ड्राइभ गरिरहेका छन्, उफ्रिरहेका छन्। यो एउटा नौलो किसिमको गेम रहेछ। यहाँ सबैभन्दा हामीलाई रमाइलो क्षण नै यो पनि हो। अर्को चाहिँ सबैजना ड्याडी मम्मीहरू हेरेर यो पनि सकिएको छ यहाँ सँगै देख्न सकिन्छ। र हामी यो सँगै सकिएसँगै अगाडि बढ्दैछौँ। सबैजना यहाँबाट निस्कियौँ र हाम्रो चाहिँ नयाँ अर्को ठाउँको यात्रामा अगाडि बढ्दैछौँ हामी। यहाँनिर देख्न सकिन्छ हाम्रो नयाँ प्राकृतिक सौन्दर्य सँगै अर्को हाम्रो नयाँ ठाउँमा आइपुगेका छौँ। यो ठाउँमा पनि चारैतिरबाट पानी नै पानीले घेरिएको छ, देख्न सकिन्छ। अचम्म लाग्दो दृश्य छ यहाँनिर पनि। सँगै हाम्रो दाइ पनि यहाँ प्रवेश गर्नुभएको छ। यति बेला सरप्राइज हुनुहुन्छ मम्मीहरू। मम्मी चाहिँ सरप्राइज हुनुभयो एक्कासी दाइलाई देख्दाखेरि। दाइ चाहिँ आज बिहानदेखि छुट्नु भएको थियो, भर्खरै आउनुभएको भएर हाम्रो यो ग्रुपमा सामेल हुनु भएको छ। ढिलै भए पनि सामेल हुनुभयो। एकदमै रमाइलो भइरहेको छ। एकदमै यहाँको बारेमा जानकारी गराउँदै हुनुहुन्छ ड्याडी मम्मीलाई दाइले चाहिँ। सँगै हाम्रो चाहिँ अगाडि बढ्दैछ। भाउजू पनि हाँसी खुसी हुनुहुन्छ, देख्न सक्नुहुन्छ। र प्रिन्सु पनि हिँड्न नसकेर बगिरहन अर्जुनले। र हाम्रो चाहिँ यात्रा अगाडि बढिरहेको छ यति बेला। र यहाँ माछाहरू देख्न सकिन्छ। ल हेर्नुहोस्, यहाँ माछाहरू यहाँ चाहिँ कछुवाहरू देख्न सक्नुहुन्छ। एकदमै ठुला ठुला कछुवाहरू देख्न सकिन्छ। एकदम लोभलाग्दो दृश्यहरू हेर्न सकिन्छ। र हाम्रो को यात्रा सकिएर हामी अगाडि बढिरहेका छौँ। यहाँ चाहिँ हामी अगाडि बढ्ने क्रममा यहाँ सिसाले गर्दाखेरि हामी चाहिँ हाम्रै फ्यामिली मात्र भए पनि धेरै मानिसहरू आए जस्तो देखिन्छ। सिसाले गर्दा सबैजना अचम्मित परिरहेका थियौँ। यहाँनिर रमाइलो दृश्यहरू हेर्दै यो ठाउँमा हामी फेरि आएर एकछिन रमाइलो गऱ्यौँ, भलाकुसारी गऱ्यौँ, कुरा गर्दै अगाडि बढ्दै यस्तो पनि बनाएको रहेछ भन्ने कुरा ड्याडी मम्मीबाट सुन्न पाइरहेका छौँ। र लोभलाग्दो नै दृश्य देखेसँगै हाम्रो यात्रा चाहिँ अगाडि बढिरहेको छ। सँगै प्लेनसँगै यहाँ हाम्रो तल माछाहरू देख्न सकिन्छ। र हाम्रो यात्रा चाहिँ त्योसँगै अब निस्किँदैछौँ बाहिरको दृश्यहरू हेर्दै। मम्मी चाहिँ यहाँ फुलमा रमाउने निर्णय गर्नुभयो। मम्मीलाई फुल भनेपछि फेरि हुर्कै हुनुहुन्छ हाम्रो मम्मी चाहिँ। फुलमा रमाउने निर्णय गर्नुभएको छ। यहाँ फुलमै रमाइलो फुल छुँदै स्पर्श गर्दै आनन्द लिँदै फुलको बगैँचामा मेरी माया भने चाहिँ मम्मी पनि फुलमै रमाउनु भएको छ यति बेला। फुलभन्दा जो कोहीलाई पनि रमाइलो लाग्ने नै कुरा हो। त्योसँगै मम्मी पनि फुलसँग रमाउँदै अगाडि बढ्दै गर्नुभएको छ। जता हेऱ्यो फुल छ दायाँ बायाँ। ड्याडी मम्मी रमाइलो गर्दै इन्जोय गर्दै अगाडि बढ्नुभएको छ। रमाइलो छ यहाँनिर। रमाइलो भएसँगै ड्याडी पनि अब अगाडि बढ्नुभएको छ। ल यहाँ प्लेनलाई ड्याडीले चाहिँ हातले समाउँदै अगाडि जाँदै हुनुहुन्छ। यहाँनिर प्लेन आइरहेको छ यति बेला। र हाम्रो चाहिँ चिया खाने निर्णयसँगै सबैजना चिया खायौँ। चेस गर्दै सबैजना अगाडि बढिरहेका छौँ। एकछिन हामी यहीँ चिया खाँदै इन्जोय गऱ्यौँ। सँगै हाम्रो चाहिँ यहाँनिर चाहिँ प्लेन अगाडि बढिरहेको छ। तलबाट गाडी उडिरहेका छन्। तल समुद्रहरू देख्न सकिन्छ। हामी सबैतिर राम्रो नै छ। सबैजना अब यहाँ रमाइलो गर्दै फोटो खिच्दै भिडियो बनाउँदै सबैले इन्जोय गर्दै अगाडि बढिरहेका छौँ। हाम्रो यात्रा चाहिँ एकदमै रमाइलो, सबैजना हर्षोल्लासका साथ अगाडि बढिरहेका छौँ। आज दिनभरिको रमाइलो गफिँदै
सबैजना अगाडि बढ्दै हाम्रो यात्रा आजको एकदमै रमाइलोको साथ अगाडि बढ्दै हामी चाहिँ फेरि पुनः घरतिर फर्किएका छौँ। घर फर्किने क्रम हाम्रो चाहिँ जारी छ र एकदम रमाइलो हुँदै अगाडि बढ्दै हाम्रो यात्रा आजको चाहिँ रमाइलो हुँदै अब चाहिँ हाम्रो चाहिँ अन्तिम घरतिर आउने बाटोमा कुरा गर्दै दिनभरिका दुःख सुखका कुरा गर्दै हामी चाहिँ अन्त्यमा घरतिर आइपुगेका छौँ। रमाइलो गर्दै एकदमै रमाइलो देख्न सकिन्छ। यहाँनिर सँगै हामी घरमा आउने तयारीमा छौँ र हाम्रो यात्रा आज यसै गर्दै दिनको यात्रा सकिएको छ। सबैजनालाई धन्यवाद दिँदै बिदा हुन्छौँ। सबैजना नमस्कार।